हेलो गाइस, हामी चाहिँ आज मदन मेलाको फाइनल गेम हेर्नु गएको साथी हामी। अनि जाँदा जाँदै बाटोमा पानी यति ठुलो परेर हेर्नु न, असिना पानी पऱ्यो। त्यही कारणले हामी चाहिँ यसरी सेफ भएर बसिरहेको छौँ। असिना पानी हेर्नुहोस् न गाइस। फाइनली गाइस पानी पनि रह्यो। पानी हेर्नुहोस् न, कुलो यत्रै ठुलो बगिरहेछ है साथीहरू पानी चाहिँ। अनि हामी पानी हेर्दै रमाइलो गर्दै पानी रहेर बाहिर रोडतिर निस्क्यौँ। अनि साथीहरू यति धेरै मान्छे छ है, पानी परेर सँगै बस्दा गरेको। फाइनली गाइज अब मेलातिर लाग्यो साथीहरू। बाटो यस्तो छ हाम्रो गाउँको चाहिँ साथी र म। फाइनल्ली मेला पनि आइपुग्यो। अनि गफसफ गरेर मदन मेलाले हामीलाई वेलकम पनि गरिरहेछ। त्यही भएर अब लाग्यो गफ गर्दै गर्दै बजारको झल्को। अनि यसो कपाल सपाल मिलाइदिएको नि गाइज। अनि यस्तो हेरेको काली न काली छु। फाइनली दर्शकहरू यति धेरै छ है साथीहरू। मदन मेलाको चहलपहल यस्तो हुन्छ। हाम्रो पूर्वको ऐतिहासिक मदन मेला हो नि त। त्यही भएर हामी यता खेल मैदानमा चाहिँ केटीको फुटबल फाइनल म्याच हुँदै रहेछ। यो चाहिँ म्याङलङ स्पोर्टिङ क्लब र 5 स्तरको दारुम्बा एफसी के भन्ने रहेछ गेम हुँदै थियो गाइज। लेडिज टिमको यस्तो रमाइलो छ है हाम्रो गाउँ चाहिँ। मदन मेलाको झलकहरू यस्तो छ साथीहरू। त्यति यस्तो राम्रो छ है भ्यूहरू पनि। अनि भ्यूहरू कस्तो लाग्यो साथीहरूलाई भन्नुहोला, सुझाव दिनुहोला। भिडियो बनाउनु त खासै त आउँदैन, त्यही पनि स्टार्टिङ हो साथीहरू, माया गरिदिनु होला भन्दै अब हामी लाग्यौँ भलिबलको फाइनल गेम हेर्न। यो चाहिँ भलिबलको फाइनल म्याच थियो। फाइनल म्याच चाहिँ हाम्रो 8 है। अनि हामी साथीभाइ दाइहरूसँग भेटघाट भयो। त्यहाँदेखि केही भन्दै हुनुहुन्थ्यो। त्यो चाहिँ मलाई सल्लाह सुझाव दिँदै हुनुहुन्छ, भिडियो अलिक राम्रो बना, कन्टेन्ट यताउता भनेर सल्लाह सुझाव दिँदै हुनुहुन्छ मेरो दाइले चाहिँ। तर मलाई भिडियो चाहिँ खासै बनाउनु आउँदैन साथीहरू, भर्खर स्टार्टिङ हो। ठिक छ भन्दै एक सेल्फी एक भिडियो लियौँ। परको चाहिँ ह्यान्डसम भाइ हाम्रो, मेरो छेउको चाहिँ ह्यान्डसम भाइ। सब यस्तो हाँस्थ्यो है ह्यान्डसम भाइ। 2जना ह्यान्डसम भाइ छ है हामीसँग। अनि मदन मेलाको मान्छेहरू दर्शकहरू अब खेल सुरु भयो। यो 5 नम्बरे खेलाडी चाहिँ निकै खतरा अरे। यो 12 नम्बरे भाइको हेर्नुहोस् न जोस। यो 5 नम्बर खेलाडी चाहिँ निकै खतरा अरे होइन। अनि म्याच हेऱ्यो यस्तो दुईतिरकै टिम यति राम्रो थियो है। गेम हेर्नु चाहिँ रमाइलो भयो। फाइनल म्याच हो नि त। फाइनल म्याचमा त भइ नै हाल्छ। यतिको भएन भने त के रमाइलो हुनु र साथीहरू है। दर्शकहरू पनि टन्नै हुनुहुन्थ्यो। अब त्यो भाइले पनि फाइनल्ली अनि गेम हेर्दै गर्दाखेरि साथीहरू यस्तो रमाइलो थियो है गेमहरू चाहिँ। तर गेम हेर्दै अब पानी पर्छ र भाग्गा भाग हुन्छ साथीहरू। 81 पानी आउँछ है साथीहरू। अब एकछिन पछाडि यस्तो हेर्नुहोस् न गाइस, पानी परेर मान्छेहरू यताउता कुदिरहेको थियो। हामी चाहिँ जान्न, हामी पनि सेप स्कुल साइडमा आएर सेपमा बसिएर आनन्द हेर्नुहोस् न गाइस, कस्तो भागाभाग भयो है पानी परेर। पानीले चाहिँ धेरै डिस्टर्ब गरेको थियो यो पाल यो मदन मेला चाहिँ। मदन मेला चाहिँ वैशाखमा लाग्ने भएको कारणले गर्दा नि पानी धेरै पर्ने सम्भावना हुन्छ। त्यही भएर गाइस यस्तो भागाभाग भयो है। यी मान्छेहरू यताउता कुद्या छ, यस्तो बिजोग भयो खेलाडीहरू पनि। गेम पनि सक्यो, ठिक्क सक्यो। तर पानी पनि यस्तो पर्छ क्या अब साथीहरू। त्यही भएर मदन मेलाको रमाइलो चाहिँ यस्तै पानी यस्तो। अनि अन्तिममा यति धेरै ठुलो परिरहेको थियो कि पानी चाहिँ। हाम्रो अन्तिमको भ्यूहरू हेर्नुहोस् न, तलतिर गाउँ यस्तो वेदर चाहिँ यस्तो भइरहेको थियो। मान्छेहरू अझै